गुड मर्निङ गाइज, वेलकम ब्याक टु मर्निङ ब्लग। म गएको चाहिँ दमक र भिडियो ब्लग बनाएको थिएँ थोरै थोरै र ब्लग राम्रो लाग्यो मलाई लाइक गर्नुहोस् र च्यानललाई सब्सक्राइब गर्नुहोस्। हामी मिल्छौँ ब्लगको भित्र। बाई गाइज। दमकको बस पार्क, दमक बस पार्क नि कस्तो एउटै नभेटेको बाघखोर यहाँबाट उति छ उयो बिल्डिङ उयो टावर जति होला। अलिकति भित्र छिर्नुपर्छ क्या, धेरै छैन, 10-5 मिनट पनि पर्दैन। तिमीले बाफ लायो नि हो त्यो भिडियो मैले प्रकाश काकुले हालिदिएको छ। मासु खान्छु, मासु मासु खाने मासु खाने मासु यता आएर भन न, यहाँ आएर भन न, मासु खाने पकाएको खाने कि काँचो पकाएको खाने? कति कति खाने भन त? 2-3टा पिस आम्मा त्यत्रो? म त एउटा पनि खान सक्दिनँ। म बिरामी छु नि त काका, भन न। म बिरामी छु काका। हो ओके। पानी खोल्नु के पोलेको हो? भोलि चाहिँ आउँछु आऊ बल्ल हामी पर बस्छु आऊ। न आऊ पढ्न जुल आऊ पढ। के को काकु दाजु नि? दाजु को त? दाजु होइन काकु भन्नु। काकु नै भन्नुपर्छ नि। ल ठिक छ, काकु नै भन्नु। ए काकु बुवाको भन्नु। ए बुवा भाइ रमेश छोरा यहाँ आएर नि त के छ? काकु ठिकै छ भने तिमीलाई ज्वरो आयो हो? सानी पनि दादासँग ढुक्कै हुँदिरहेछ। नारासँगै बस्यो नि त।
अनि मैले हनुमान दिदीलाई पनि भिडियोलाई लाइक गरिदिनुहोस् र च्यानललाई सब्स्क्राइब गर्नुहोस् आउने किन तिमी नआउने मम्मीले नआउनुहुन्छ तिमी चाहिँ नआउने यो के हो कुन यो यो मोबाइल यो कसको हो यो मेरो यो राम्रो छ के मोबाइल गुड मर्निङ गाइस कैसे हो आप लोग आज दोस्रो दिन होइन म को भन त म को काको यो म काकु हो कुन काकु प्रकाश काकु हो प्रकाश काकु पोका काको कहाँ गए उता कता उता भने बेमा बेमा गए घुम्न गएको अरे त नि उता पश्चिम अनि ड्याडु खै ड्याडु दु अँ बिदु अँ अफिस अफिस कतिखेर जानुभएको 2 बजी जाने होइन के हिजो राति जानुभएको होइन मोमो खाएर अनि म केही गर्दिनँ हौ यहाँ को सुत्छ यहाँ है ए मामा श्री कुकुर निकाल्नु मैले निकालेँ मलाई डोकिहाल्छ जमै छ यो त ए चिसोले हाम्रो जेल जस्तै हुन्छ अहिले चिसोमा जाउँछ नि त यही नरिवल ढुक्कै यही ए त्यो पनि लानुपर्ने मामाले भन्नुभएको कस्तो ठुलो मामाले दुखेको ठाउँमा यो पनि पिसेर नि लाउनु अरे कि सानीमा ठुलो मामाले अनि अस्ति मैले लगेर एउटा चिया सेलाउँछ होला नि पहिला फलाएको चिया खानु पानी पनि ल्याउनु पानी पर्दैन लहे बाबु राजा बाख्रा बेच्नुपर्ने छ एउटा बाछी किन्नुपर्ने छ ती बाख्रा 3टा ब्याउने बाख्रा चाहिँ के भाडा मेरो बाख्रा यो ब्याउने बाख्रा त्यही त बेच्नु पर्यो ब्याउने बाख्रा यो बोका 2टा अनि त्यो एउटा खसी छ आम्मा माउ त बेच्यो यो पाठाको 7,000 मा धान किनेको तिरे 4 मन धान किनेको थियो 1400 ले बाख्रा बिक्दैन नि त्यो 6,000 त दिँदै थियो त्यो सेता बाख्रालाई थारै छ नि त्यो ब्याउँछ ब्याउँछ अब यो फाग्नु त्यो मेरो पनि छ हेर्न बाख्रा राम्रो छ नि त्यो कालो चाहिँ पहिला बेति पठाए बिहा त्यो कालो नि राम्रो सन्तान बिस्ता ब्याउने सन्तान दुईजना 2 बेला तान्न हाल्नु खाँदेर अनि त्यो कालो ल्याएर आलीबाट हाल्ने त्यो कालो पठाएपछि त पहिला बेति त्यो नि राम्रो छ छिटो खालिसकेर आउँदा भात खाएर ढिलो हुन्छ हामीले तर बाख्रालाई धेरै खानु चाहिन्छ कि कतिवटा छैन चिन्ता छैन छोडेको 7 महिना भयो कहिले भ्याउँछ असारमा आई होप तपाईँलाई यो भ्लग राम्रो लाग्यो होला यदि भ्लग राम्रो लाग्यो मलाई भिडियोलाई लाइक गर्नुहोस् र च्यानललाई सब्स्क्राइब गर्नुहोस् हामी मिल्छौँ अर्को भ्लगमा थ्याङ्क यू सो मच फर वाचिङ बाई